आज मैले न्यानो कपडा वितरण गर्ने भनेको स्कुल चाहिँ यही हो। यो स्कुलमा अहिले रिजल्टको कार्यक्रम पनि भइराखेको छ यहाँभित्र। त्यस कारणले त्यो काम सकिएपछि चाहिँ हामीले यहाँ कार्यक्रम सुरु गर्ने भनेर चाहिँ राखिरहेको छौँ। कार्यक्रम चाहिँ हाम्रो अफिस चाहिँ यहाँ छ अनि मेरो कपडाहरू चाहिँ यो कपडाहरू वितरण भइरहेछ। न्यानो कपडा लाउने बुढाहरू यहाँ छन्। त्यो सिधा खाजा लगाइदिने फर्केर कुद्ने त्यो होइन। शाबास, यसरी हो नि। ताली बजाऊ अरूले। ल बिरामी
मोबाइलमा चाहिँ अब कोही पनि नदेखिने अनि गाडीभित्र बस्यो अथवा कोठामा बस्यो अनि एक्लै बोल्ने चाहिँ मेरो बानी छ क्या। यो मासमा यो मान्छेको छेउमा मलाई सबभन्दा गाह्रो लाग्ने भनेको नाच्दा। यो सानो बेलामा नाच्दाखेरि पनि यो पूजा यो बिहा बटुलो हुँदाखेरि नाच्न लाउँदाखेरि मलाई चाहिँ तानी नाच्थेँ, म बरु त्यहाँ सुतेर बस्थेँ, तर त्यो नाच्ने म छैन फेरि। भन्दा यहाँ अतिथिमा जति हुनुहुन्छ मेरो आफन्तजनहरूमा, सरहरूमा, म्यामहरूमा एकदमै धन्यवाद भन्न चाहन्छु। मेरो यो मैले यति यो जुन मैले कुरा गर्दाखेरि नै उहाँहरूले सहजै हुन्छ नि भन्ने कुरा गर्नुभएको थियो। त्यस कारणले चाहिँ अब यो कपडा मैले किन दिएँ भन्ने कुरा चाहिँ म राजनीतिक कुरा त गर्नु हुँदैन यहाँ होइन, तर स्कुल हो यो गरे कसो कारणले दिएको भन्ने कुरा पनि हुन्छ क्या। यो हाम्रो सभापति रवि लामिछाने जेलबाट निस्किँदाखेरि मैले पहिल्यै भनेको थियो कि जेलमा जाने बेलामा नै मैले चाहिँ उहाँ छुट्नु भयो भने मेरो स्कुललाई जति सक्छु त्यो चाहिँ कपडा अथवा किताब जे हुन्छ म चाहिँ दिन्छु भनेर भनेको थिएँ। अनि जब निस्केको दिनै मैले एउटा सानो भिडियो बनाएर मैले 40वटा ज्याकेट दिन्छु भनेर चाहिँ मैले भने, तर मलाई सहयोगी दाताहरू यस्तो आउनुभयो कि धेरै नै सामान भयो कि त्यो 40वटा ज्याकेट मात्रै नभनेको कसैले कपी, कसैले किताब भन्यो, हरेक चिज यो लुगाहरू पनि जो दिने दाता हुनुहुन्छ उहाँको चाहिँ म नाम भन्छु, किनभने उहाँलाई नाम भनेन भने फेरि मलाई अन्याय हुनेछ। यो श्रेया अटोमोबाइल सचिन कुइकेल भन्नेले मलाई 5000 रुपियाँ दिनुभएको थियो कपी किन्नलाई। अनि अर्को मेरो दोस्त हुनुहुन्छ, मेरो साथी भाइ जे भने पनि मुकेश महत हुनुहुन्छ, उहाँले मलाई 2500 रुपियाँ दिनुभएको थियो, यो पनि कपी किन्नलाई हो। अनि लायन्स क्लब यहाँ बोर्ड पनि राखेको छ, लायन्स क्लबको सुचिता जोशीको तर्फबाट यो टोपी चाहिँ 40वटा टोपी चाहिँ उहाँले दिनुभएको है। लायन्स क्लब मार्फत यो सुचिता जोशीको मेरो दिदी हुनुहुन्छ, उहाँले चाहिँ मलाई 40वटा टोपी म दिन्छु भनेर चाहिँ उहाँले 40वटा टोपी दिनुभयो। र सुनिता कार्की भनेको मेरै बुढी, उसले चाहिँ खाजा कटौती गरेर भए पनि, दिनको खाजा कटौती गरेर भए पनि उसले चाहिँ यो 40वटा सुरुवाल दिएको छ कि। उसले चाहिँ मैले ज्याकेट दिएँ, उसले चाहिँ 40वटा सुरुवाल दियो कि, भनेको यो भित्रबाट लगाउने के ट्र्याक के भन्छ होइन। अनि एकजना दिदी हुनुहुन्छ मेरो आदरणीय दिदी हुनुहुन्छ, उहाँको श्रीमानको बर्थडे परेको हुनाले गर्दाखेरि उहाँले चाहिँ 40वटा मोजा दिनुभयो क्या उहाँले। त्यो जुन बर्थडेमा हामी मनाएर हामी चाहिँ खाएर केक काटेर गर्छौँ नि, तर उहाँले चाहिँ त्यो गर्नु भएन कि स्कुललाई दिने भनेपछि 40वटा मोजा किनेर मलाई ल्याएर दिनुभयो क्या। अनि उहाँहरू चाहिँ दाताको नाम भयो होइन। अनि जस्तो यो हामीलाई चाहिँ किनभने यो स्कुलमा मैले चाहिँ पहिला पनि यस्तो कार्यक्रम भयो होला भन्ने मैले सोचेको थिएँ, तर यस्तो कार्यक्रम चाहिँ भएको होइन रहेछ। यहाँ चाहिँ अब यो म पहिल्यै परेछु जस्तो लाग्यो यसो हेर्दाखेरि। अनि जति यहाँ यो ज्याकेटहरू यो कपडाहरू यहाँ दिएको छु त्यो चाहिँ सकेसम्म बुवा मम्मीहरूले चाहिँ उहाँहरूलाई चाहिँ यो घर बस्दा लाउन नदिनु होला, स्कुल आउँदा मात्रै दिनु होला होइन। किनभने यो स्कुलको लुगा हो नि त, किन घर बस्दा लाँदाखेरि फोहोर हुनसक्छ। यो जति छ यो चाहिँ तपाईँहरूले घरमा राख्दा पनि अलिकति स्याहार गरेर राखिदिनु पऱ्यो। स्कुल आउँदाखेरि बच्चाहरू, किनभने हामी बोर्डिङ स्कुल पढाउँदाखेरि चाहिँ के गर्छौँ भने कति पैसा खर्च गरेर पढाएको हुन्छौँ, त्यसलाई चाहिँ सफा गरेर स्कुल पठाउने चलन छ। तर हामीले चाहिँ सरकारी स्कुल भनेर हेप्छौँ क्या। त्यो हेप्नु भनेको तपाईँहरूको बच्चा कमजोर बनाउनु हो नि फेरि। किनभने तपाईँहरूले बच्चाहरूलाई घरबाट बोर्डिङको जस्तो गरेर सफा सुग्घर गरेर यही स्कुलमा पठाउनु भने यही बोर्डिङ भयो नि। किनभने अहिले त धेरै चिजहरू हामीले अब भन्न त फेरि तैँले चाहिँ बोर्डिङ पढाइस् सरकारीको कुरा गर्छस् भन्न बेर छैन क्या। यहाँ मलाई त्यस्तो धेरैहरूले पनि भनिसकेका छन्। अब सरकारी स्कुल पढाउँदाखेरिको हरेक जागिरहरू खानलाई सहज हुन्छ कि। अहिले आर्मी पुलिसमा जे जागिर खानु न तपाईँ सरकारी स्कुल हो भने तुरुन्तै तपाईँलाई भर्ती लिन्छ। त्यो बोर्डिङमा पढेको मान्छेहरूलाई हत्तपत्त चाहिँ तपाईँको जागिरमा पनि नराख्ने पनि हुन्छ। आर्मी पुलिसमा सहजै बोर्डिङमा पढेकाले जागिर खाँदैन कि अहिले चाहिँ। किन त्यसै कारण सरकारी स्कुलको भ्यालु धेरै छ। तर यहाँ हामीले चाहिँ किनभने हाम्रो पनि कमजोरी छ, यो सरकारी स्कुललाई कसरी सुधार गर्न सकिन्छ त, बोर्डिङ स्कुल जतिकै बनाउन कसरी सकिन्छ त। किनभने एउटा बोर्डिङ स्कुल भनेको तपाईँको एउटा जस्ताको टहरामा पढाइरहेको हुन्छ, त्यो चाहिँ राम्रो अरे। हाम्रो त यो स्कुल हेर्नु न भव्य स्कुल छ। यही स्कुललाई चाहिँ अनि फेरि पछाडि बढिरहेको हुन्छ।
तर यो चाहिँ गलत हो जस्तो लाग्दैन, किनभने धेरै कुरा चाहिँ मलाई कस्तो लाग्छ भने अभिभावक पनि कमजोरी हुनसक्छ। हामी सरकारी स्कुल पढाएपछि अब हामी चाहिँ के चलन छ भने अहिले यहीँ कतिजना हुनुहुन्छ होला, स्कुल छोड्ने बेलाकै भैँसी चराउन जाने हो कि बाख्रा चलाउन जाने हो कि खन्न जाने हो कि त्यो आफ्नै यहाँ समस्या आफ्नै हुन्छ कि। त्यस कारणले हामीले बोर्डिङमा पढ्यौँ भने चाहिँ त्यसलाई हामी ध्यान दिँदैनौँ। अब मेरो छोरो 19 वर्ष भइसक्यो, यो भात तरकारी चिया पकाउन पनि जान्दैन कि। अनि यहीँ हाम्रो 2-3जना हुन्छ, किनभने सानो बच्चा हुनुहुन्छ तर मजाले भात तरकारी मजाले पकाउनुहुन्छ कि। त्यस कारण बोर्डिङमा पढेका चाहिँ एकदमै अब नजान्ने नै हुन्छन्, किनभने यो त्यति खासै चासो हुँदैन। सरकारी पढ्ने विद्यार्थीहरू चाहिँ हरेक चिज यहाँ कति राम्रो नाच देखाउनु भयो है, हरेक चिजमा फिट हुन्छन् कि, खेलमा भन्यो हरेक चिजमा सरकारी चाहिँ फिट हुन्छन्। अब धेरै त मैले के भन्नु छ र होइन, तपाईँहरूको अब यतिको सामान छ। यो अर्को कुरा चाहिँ के भने यो जुन 11 जनै कति होइन 11 जनै कतिले चाहिँ यो कपी पाउँदै हुनुहुन्छ अरे, उहाँहरूलाई चाहिँ यो कपी चाहिँ बाँडिने छैन। यो कपी चाहिँ कस्तो हुन्छ भने त्यो उहाँहरूलाई चाहिँ कपी कटाउँदै गरेर यो अफिसमा हुन्छ, अनि कसैलाई पनि समस्या पऱ्यो भने चाहिँ त्यो कपी चाहिँ सरहरूले युज गरिदिनु हुन्छ होला। किनभने भइरहेको मान्छेलाई किन डबल टेबल, किनभने उहाँलाई वर्षभरि त्यसले पुगि नै रहेको छ, फेरि पनि किन दिनु भनेर त्यसलाई चाहिँ नदिने भन्दै अब त्यति धेरै भन्नु त मलाई छैन भन्दै अहिलेलाई यति नै छट्याउँछु। कार्यक्रम सञ्चालक यस विद्यालयका प्रो रामचन्द्र कार्कीज्यूलाई, यो न्यानो कपडा वितरण कार्यक्रमका सभाध्यक्ष एवं यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतज्यू, यस कार्यक्रमका प्रमुख अतिथि गोकुलडुङ्गा गाउँपालिका वार्ड नम्बर 2 का कार्यवाहक वडाध्यक्ष अमृत बहादुर कार्कीज्यू, त्यस्तै आजका विशेष व्यक्ति यो न्यानो कपडा वितरण कार्यक्रममा उपस्थित भएको यसै गोकुलडुङ्गा गाउँपालिका वार्ड नम्बर 2 का निवासी मेरो प्रिय भतिज माधव कुमार कार्की, उहाँको साथमा पाल्नु भएका अतिथिज्यू, यस विद्यालयका व्यवस्थापन समितिका सम्पूर्ण साथीहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू लगायत सम्पूर्ण साथीहरू, सम्पूर्ण शिक्षक मित्रहरू, विद्यालयमा अध्ययनरत प्यारा विद्यार्थी भाइ बहिनीहरू, उपस्थित हुनुभएका सम्पूर्ण अभिभावक मित्रहरू, आज यस जलकाली ललित आधारभूत विद्यालयमा आफ्नो एउटा जुन अघि यस वितरण कार्यक्रमका वितरणदाता भनौँ हाम्रो भतिज माधव कुमार कार्कीले भने जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामी छानेज्यूको जेलबाट छुटेको एउटा खुसियालीमा जुन एउटा आफ्नो विद्यालयलाई स्मरण गरी जुन कपडादेखि लिएर स्टेसनरी सम्पूर्ण सामानहरू एउटा यही हस्तान्तरण गरेकोमा म जो चन्दादाता भए पनि यहाँ ल्याएर यत्रो जुन आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई एउटा हस्तान्तरण गरिदिएकोमा म विशेष माधव कार्की भतिजप्रति आभारी भई उहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। आशा छ जुनसुकै क्षेत्रमा पनि राजनीति त घुसि नै हाल्छ, र पनि एउटा आशा के गर्नु पर्यो भने तपाईँ हामीले रवि लामिछाने एउटा स्वतन्त्र पार्टीका सभापति, उसको एउटा कार्यकर्ताको हिसाबले एउटा जेलबाट निस्किँदा यत्रो एउटा मेहनत र जाँगर लाग्यो भने अर्को चाहिँ सायद चुनावमा प्रत्यक्ष रूपमा धेरै हाँक्यो भने, धेरै सिट ल्याएर विजय भयो भने झन् योभन्दा ठुलो चाहिँ हामीले आशा गर्नुपर्ने जरुरत होला के भन्न चाहन्छु। यो एउटा किनभने एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको वफादारी एउटा सिपाही भन्ने हामीले एउटा चिनेको व्यक्ति पनि हौँ, तर यस्ता सहयोगी हातहरू म एउटा गोकुलडुङ्गा गाउँपालिका शिक्षा समितिको सदस्य भएकोले र गोकुलडुङ्गाको यसै वडामा पनि वार्ड नम्बर 2 मा अन्य विद्यालय पनि योभन्दा विकटका भएकाले ती विद्यालयहरूलाई पनि यस्ता सहयोगी दाताहरू पुगोस् भन्ने एउटा यहाँहरूलाई शुभकामना दिन चाहन्छु। अन्तमा धेरै
भनी के बस्नु, हामीले भनेको माधव कार्कीलाई धन्यवाद दिनुभन्दा अरू केही पनि छैन। र माधव कार्की लगायत यस कार्यक्रममा सहयोग गर्ने चण्डादाता जय अटो प्राणी, मुकेश भगत, लायन्स क्लब नेपाल, त्यस्तै सुनिता कार्की, शान्त बलानी समेतलाई यस विद्यालयका सहयोग गरिदिनु भएकोमा धेरै 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 धन्यवाद दिँदै उहाँहरूको पनि उत्तर प्रगतिको कामना होस् भन्ने यो शुभकामना दिँदै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। हस्, धन्यवाद। धन्यवाद शिक्षा समिति सदस्य एवं हाम्रो यसै गरी आउनुभयो भने हाम्रो विद्यालयलाई चाहिँ अरू पक्षमा पनि केही सहयोग अझै पनि हुन्छ भने मैले आशा गरेको छु। किनभने आजको हाम्रो यस कार्यक्रम लिएर आउने भाइ माधव कार्की लगायत अर्कोजना हाम्रो हुनुहुन्छ कुमार कार्की, उहाँहरूले एकचोटि मसँग सल्लाह गर्नुभएको थियो। हामी यस विद्यालयको चाहिँ कुनै मर्मत पनि गर्दैछौँ भन्दाखेरि मैले उहाँहरूलाई भनेको थिएँ कि भाइहरू अब यो सामान्य मर्मत भन्दा पनि भाइहरूको योगदान हात पुग्ने ठाउँमा, पहुँच पुग्ने ठाउँमा यस्तै उदाहरणीय कामहरू चाहिँ गरिदिनुहोस्। त्यसो गर्दा तपाईँहरूले गर्न सक्ने कामहरू गरिदिनुहोस् भनेर मैले कुमार भाइलाई पनि आग्रह गरेको थिएँ। त्यसअनुसार आज यो एउटा कार्यक्रम लिएर हाम्रो माधव भाइ आउनु भएको छ र उहाँलाई धेरै धेरै धन्यवाद। त्यस्तै माधव भाइले जोसँग यो सहयोग लिएर आउनुभयो उहाँहरूको पनि नाम लिनै पर्छ यहाँनिर। त्यस्तै उहाँ दाताहरू हुनुहुन्छ श्रेया अटो, सचिन कुइकेल, मुकेश महत, लायन्स क्लब, सुचिता जोशी, सुनिता बहिनी, सुनिता कार्की मेरो बहिनी, शान्त पलामी, यहाँहरू सबै लगायत माधव कार्कीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू, यस्ता डोनरहरू खोजेर चाहिँ तपाईँहरूले यो हाम्रो उहाँले सम्झिनु भएको कुरा के हो भने यही माटोमा, यही धुलोमा दुःख गरेर यस्तै जाडो भोगेर चाहिँ यो विद्यालयमा उहाँले पनि शिक्षा हासिल गर्नुभयो र त्यति बेलाको समय अर्कै र अहिले भनेको केही अर्कै समय भएको हुनाले उहाँले त्यो दिनहरूलाई सम्झेर मैले गर्न सक्ने काम मेरो ठाउँमा, मेरै क्षेत्रमा, मेरै विद्यालयमा चाहिँ गर्छु भन्ने हिसाबले उहाँले एउटा अघि नै हाम्रो पूर्व वक्ता हाम्रो मेरो अङ्कल शिक्षक समितिका सदस्य श्री शङ्कर कुमार कार्कीले भनिसक्नु भएको छ, एउटा देशले अथवा जनताले माने गुनेको यति बेलाको चर्चित नेता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेज्यूको चाहिँ जेलमुक्त भएको अवसरमा माधव भाइले यति काम गर्नुभयो र उहाँले भने जस्तै उहाँका पार्टीले, उहाँका कार्यकर्ताले अझ प्रगति गर्नुभयो भने हाम्रो यस ठाउँमा पनि प्रगति होला कि केही आशा हामीले पनि राखेका छौँ। र अब यस्तै कार्यक्रमहरू लिएर आउनु होला। यो विद्यालयलाई चाहिँ सम्झनु होला, किनभने हामीले यो विद्यालयमा केसम्म गरेको छौँ भन्नुहुन्छ भने विद्यालयमा भनेको एउटा आर्थिक अवस्था भन्ने चाहिँ एकदमै न्यून छ। किनभने विद्यालयमा कुनै ठाउँबाट कुनै स्रोतबाट चाहिँ विद्यालयलाई बजेट भन्ने कुरा हुँदैन र हामीले विद्यालय सञ्चालन गर्नको लागि यिनै बालबच्चाको भविष्यको लागि भए पनि हामीले अभिभावकलाई गुहारेर हुन्छ अथवा तपाईँहरू जस्तो डोनर सहयोगी मनहरूसम्म हाम्रो कथा व्यथा पुर्याएर हुन्छ। हामीले एकदम न्यून परिश्रममा
हामीले शिक्षकहरू पनि राखेका छौँ यस विद्यालयमा, किनकि हामीसँग आर्थिकको अभाव छ। त्यस कारणले यिनै बालबच्चाको लागि किन यी बालबच्चाहरू यो स्कुल चाहिँ मर्ज हुँदै गर्दा, यो विद्यालय खारेज हुँदै गर्दा यी बच्चाहरूलाई यतिको शिक्षाको पनि अवसर गुम्ने हिसाबले हामीले सकेसम्म अभिभावकै जुटेर वार्षिक 1000 रुपियाँ हामीले उठाउने गरेका छौँ। एउटा अभिभावकसँग सल्लाह गरेर छलफल गरेर, र यहाँ गैर अभिभावक हुनुहुन्छ उहाँहरूले पनि सहयोग गर्नु भएको छ हामीलाई। किनभने अब विद्यार्थी त पढाउनै पर्यो, शिक्षकको सङ्ख्या त पुर्याउनै पर्यो। अब किनभने विद्यार्थीको सङ्ख्या गनेर चाहिँ शिक्षक बाँडफाँड गरिन्छ, र हाम्रो जस्तो थोरै विद्यार्थी भएको विद्यालयमा त्यति शिक्षकको अभाव हुने हुनाले हामीले निजी स्रोतबाट विद्यालयले बेहोर्ने हिसाबले पनि शिक्षक राखेका हुन्छौँ एकदम न्यून परिश्रममा। त्यो हिसाबले गर्दाखेरि यस्ता कुराहरू तपाईँहरू जस्ता ठाउँ ठाउँमा चिनजान भएका दाता चिनेका मान्छेहरूलाई यो सन्देश हामीले छोड्यौँ भने तपाईँहरूले त्यहाँसम्म पुर्याउनु भयो भने अरू सहयोग पनि हुनसक्छ भन्ने मेरो बुझाइ हो। र हाम्रा समस्याहरू धेरै छन्। अब यहाँ सबैले यस्तै न्याना ताजा कपडाहरू सबैले आफ्ना बच्चाहरूलाई दिन सक्छन् भन्ने पनि छैन। कसैका धेरै बच्चाहरू छन्, समस्या छ, आम्दानी हुँदैन। त्यस कारणले गर्दा तपाईँहरूले जे गर्नुभयो, माधव कार्की लगायत तपाईँको सम्पूर्ण टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू लिएर आउनुहोला भन्दै भन्न चाहन्छु।